हेलो व्हाट्सअप गाइस, वेलकम ब्याक टु माई न्यू भिडियोमा सबैजनालाई सन्चै हुनुहुन्छ। आई होप यो तपाईँहरूलाई मेरो भ्लग लिएर आइसकेको छु। सो न्यू डे न्यू भ्लग अनि सो गाइस सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु 2026 को जनवरी 1 को लागि ह्याप्पी न्यू इयर सबैजनालाई। सो जो नि अब हेरौँ है तपाईँले कतिको मलाई माया दिनुहुन्छ 2026 कोमा। अब 2025 पनि त्यस्तो खाले भ्लग पेर्न पाइनँ, योपालि धेरै पेर्नु पर्ने हुन्छ मैले मेरो च्यानललाई। सो माया देखाइदिनु होला, फोकस गरिदिनु होला मेरो भ्लगमा। फोकस धेरै गर्नु मतलब त्यो जब मैले भ्लग आएको छु नि त्यति बेला तपाईँले हेरिदिनुपर्छ, त्यति मात्र पर्छ मलाई। त्यति मात्र पर्छ भन्दा त्यति मात्र भयो हुन्छ मलाई, यति नै हो भन्न चाहिँ। त्यही हो गाइस, अब डेली भ्लग आउँछ, कति हो भ्लग नआएको। सो त्यही हो, अब इक्जाम पनि सकियो, त्यही हो केटा हो। अब जम टक्कसँगले चाउचु लिन, यो गाइस चाउचु लिन जम सिल पारामा खोलौँ ट्याक्क लाएर यस्तो त्यो घाममा बहुत चर्किरहेको छ यार। सो त्यही केटा अब स्कुलबाट आइसकेको छ, स्कुलभन्दा अगाडि भ्लग बनाउँछ भने तर बनाउन पाइनँ। सो सरी फर द्याट, डोन्ट माइन्ड। अब चाउचु लिन्छ एकछिन। त्यही गाइस जग्गा चाउचु लिएर आइसकेको छु। अब जम त्यही हो, अब के भन्ने स्कुलबाट आइसक्यो केटा, इक्जाम सकिसक्यो फाइनली गाइस। फेरि खोल ए फेरि कहिले खोले रहेछ त, मलाई यही हो क्या लड्न गाह्रो जाने सबभन्दा धेरै केटा। ल त्यही हो, चाउचाउचु पनि लिएर आइसकेको छु। मोटरकार भरेर चढ्नु पर्ने हुन्छ। त्यही अब खाजा खारिसकेपछि भेट्छु है तपाईँलाई। त्यही हो गाइस, तपाईँलाई आएर अहिले चाहिँ घरमै छु, यत्तिकै झ्याउ लागिरहेको छ टक्कसँगले। अब त्यही त अनि केटा हो, मोजा सुकाएको छु यहाँ टक्कसँगले। भोलि लाएर जानु त पऱ्यो नाकको टक्कसँगले। अहिले पनि तिमीलाई भनेको किन बिहान फ्राइडे 18 भयो भनेर। त्यही हो, अब के छ त जिन्दगी छ। अब जम भन्न आएछ झन् कहीँ पनि नजाने यार, किनकि झ्याउ लागिरहेछ र इक्जाम सकिसकेपछि यस्तो एउटा झ्याउ लागिहाल्छ। कसलाई चाहिँ लाग्दैन र यहाँ फुल छ। त्यही हो, यता हामी छौँ भन्ने चाहिँ भएको केटा हो, तर ठ्याक्कै त ऊ आइदिरहेछ क्या स्कुलको मान्छे। त्यही भएर कस्तो लाज लाग्यो, मैले भनेको थिएँ कुइ टाङ्गै थिएँ। कपाल चाहिँ कडै छ नि दाइको आम्बो, मान्छे त हान्छम भनिदियो। त्यही झ्याउ लागिरहेको चाहिँ अब कन्टेन्ट नभए चाहिँ यस्तै पागल कसरी बनाउनुपर्छ एक्लै। के कस्तो घाम पनि टक्कै छ, कस्तो हो यता हेर्नु नि, टक्कै यता होला ऊ त्यहाँ होला, टक्कै त्यहाँ छ घाम। ल घरमा स्याहारौँ हार्नु नि, टल्कै टल्केको टल्किहाल्छ। भोइस पनि कस्तो ढिबा हो आजभोलि। त्यही हो, बेनेली त्यहाँ छ निन्जा स्टोर। त्यही हो केटा हो। अब त्यहाँ त चराहरू खतरा छ यार, भ्यू चाहिँ जे होस्। त्यही हो केटा हो, जुत्ताहरू त रेडी छ। अब जुत्ताहरू चाहिँ त राख्नुपर्ने हुन्छ। साइड लगाइदिउँ यसलाई, यो झ्याप पाएर यसलाई पनि ट्याङ्गै लगाइदिउँ, किनभने यसलाई गर्न इम्पोर्टेन्ट छ त्यसको लागि। त म त्यस्तो केही देखाउनु हो आयो पानी लिएर। गौतराको बजारमै भन्थ्यो हेर न यार, ओहे त्यो अक्कभरे कतिलाई पिरो लाग्छ लाग्दैन। पिरो त भइहाल्छ न अफकोर्स, केटा आउँछ झ्याउै लागिसक्यो यार। टिमी टिप्स घरमा एक्लै बस्दा के गर्ने, लाइन पनि गर्छ कि अहिले, तर लाइन गर्छ कि गएर एकचोटि हेर्नै पर्छ अरे केटा हो। एकचोटि हेरौँ ल लाइन गएको छ कि होइन। ए हेर्नु यो सब मैले पालिदिनु एउटा बोल्दैन क्या, त्यो आइदिउँ है फेरि अहिले आउनु सक्छ। जम त एकछिन इन्जोय हान्नु एकछिन यो खोलौँ। अब एक्सप्लोर नाउ। यो चाहिँ के हो, साइडको चाहिँ के भन्छ नि। अनि यहाँ छ बेनेली या एकदम मेरो हिँड्दै खेल्छु फेरि कथा। अब के भन्थ्यो यार केटा हो, झ्याउ लागिसक्यो यार। अब जाउँ अनि एकछिन हल्का तपाईँहरूलाई हँसाउनु भनेको, हँसाउने चिज केही छैन। सो त्यही 2026 भए यस्तै हुन्छ अब झ्याउ लाग्ने टाइपमा। त्यही हो ज्ञान टक्कर लगाएर यहाँ सामान थियो होइन, सामान लिन गएको थियो एकछिन तपाईँको। के गर्नु केटा हो, अब यत्तिको चाहिँ हुन्छ। नेटै चलेन चलाउँदाखेरि पनि लाजै लाग्छ देखाउनलाई क्या। त्यही एकछिन लागि लाइन गएको छ, त्यही भएर हाम्रो यसो चाहिँ खतरा भएको छ जे होस्, तर ठिकै छ। सानो टक्कर लगाएर हिँड्दा पनि बबाल देखिन्छ नि त। अनि अब स्पोर्ट्स डे आउँदैछ, स्पोर्ट्स डेमा यहाँ एउटा मात्र मेडल छ कि
यहाँ एउटा मात्र मेडल चाहिँ कहाँ गयो यहाँ एउटा मात्र मेडल छ कि तर योपालि चाहिँ यसमा गोल्डमा हुनुपर्छ 3टा या 2टा थप्नै पर्छ अहिले यहाँ 2टा छ है यो चाहिँ कहाँबाट जित्दाखेरि यो चाहिँ रनिङको होला सायद रनिङ के हो आयो रनिङ के होला यो रनिङ के हो गाइज अनि यो चाहिँ उता पहिला दाइरसँग खेल्दाखेरि त्यो पछाडि बस्दाखेरि हल्का सपोर्ट दिएको थिएँ त्यतिमै पाएँ मैले यो